भाइ आज केकेआर र एसआरएच को म्याच छ। त कसलाई सपोर्ट गर्ने आज? दाइ म त केकेआर लाई नै सपोर्ट गर्छु आज। तेरो टिमले त मुम्बईसँग कुत्ताको जस्तो हालतले हारेको थियो। मेरो टिमले मात्र हारे हो, तेरो टिमले पनि त हारेको छ आरसीबी सँग कुत्ता भन्दा तलको हालतले। धेरै नबोल, मेरो टिममा दुनियाँको नम्बर 1 ब्याट्सम्यान अभिषेक शर्मा छ। त्यहाँको नम्बर 1 ब्याट्सम्यान अस्ति त आरसीबी सँग 8 बलमा 7 रन बनाएर आउट भएको थियो। बहुतो हाम्रोसँग छ दुनियाँको नम्बर 1 स्पिनर वरुण चक्रवर्ती। क्याको नम्बर 1 बलर मुम्बईसँग म्याच हुने बेला 4 ओभरमा 48 रन खाएको थियो। त्यस्ता पनि नम्बर 1 बलर हुन्छ। ल ठिक छ, बाजी लगाऊ। केकेआरले जितेपछि तपाई सफा गर्नु होला टोयलेट, केकेआरले हारेपछि म सफा गर्छु टोयलेट। ओके नि? हुन्छ, आई एम अलवेज रेडी। म्याच जित्ने हैदराबादले हो, टोयलेट सफा गर्ने तैले नै हो। कहाँ त्यस्तो हुन्छ? म्याच सकिएपछि थाहा हुन्छ नि को टोयलेट सफा गर्छ को सफा गर्दैन भनेर। खाली दिदी अहिले नै जा।